अब विरोध गर्नकै लागि म चाहिँ विरोध गर्दिनँ हैन। अब यो उले भ्रष्टाचार गरे हो भन्नलाई भ्रष्टाचार गरे छैन। अब यो पुरानो नेता हो भन्नलाई पुरानो भएकै छैन हैन। अब यति वर्ष भयो यसले केही गरेन भन्नलाई त्यो पनि भएको छैन, भर्खर आएको 2-3 वर्ष भयो हैन। मान्छेलाई केही न केही विरोध गरिरहनलाई केही न केही त चाहियो नि त। विदेशी दलाल बन्ने हो कि लुसिफर बन्ने हो कि एउटा नाम दिने हो कि अथवा यो काहीँ आउँदै आउँदैन यसले चाहिँ भाषण गरेर बोलेर नेताहरूले वाक्क बनाएर जान्नेले भाषण गरेको पनि हामीले हेर्यौँ नि त। भाषणले त देश बन्ने होइन रहेछ नि त। यो सबै हेरेर देखेर सिकेर बालेनजीले कम बोल्नुपर्छ, कम बोलेर काम गर्नुपर्छ, काम चाहिँ बोल्नुपर्छ भन्ने पनि उहाँले त्यहाँबाट पाठ सिक्नु भएको जस्तो लाग्छ क्या मलाई। यसै पनि उहाँको नेचर धेरै बोल्ने जस्तो लाग्दैन। उहाँलाई यसो हेर्दाखेरि धेरै पत्र बोलिरहने जस्तो पनि लाग्दैन, धेरै बाहिर देखिरहने जस्तो पनि लाग्दैन। उहाँको त्यो स्वभाव पनि हुनसक्छ होइन। अनि मलाई लाग्यो कि जस्तो जेनजीको बेलामा पनि जति पनि घाइते बिरामी हस्पिटलमा हुनुहुन्थ्यो सबै खाना महानगरपालिकाले सबै बिरामीलाई पुर्याएको त्यो मलाई थाहा छ। बिरामी भएको मान्छेहरूलाई कति पैसाहरू पनि देखि लिएर खानादेखि लिएर लुगाफाटादेखि लिएर सबै उहाँको टिमले गरेछ। त्यो सबै उहाँलाई लगाइरहनु भएको छ। त्यो कतिलाई थाहा छैन होइन, त्यो कुरा थाहा छैन। काहीँ नजाँदा केही नगर्दा जब एउटा स्ट्याटस लेख्दाखेरि त यो सबै आन्दोलन यसले गराएको हो भन्छन्। काहीँ नजाँदा त्यही एउटा स्ट्याटस राखे होइन त। स्ट्याटस त तपाईँले पनि राख्नुभयो, मैले पनि राखेँ है। जेनजी भाइ बहिनी हो, तिम्रो राम्रोसँग जाओ, हुलदङ्गा नगर, आफ्नो चाहिँ पोइन्ट राख, चाहिँ केही पनि चाहिँ असर पर्ने काम नगर भनेर मैले पनि भिडियो बनाएर राखेको हो। सबैले गरेको हो नि त। अब भाषण गर्ने कुरा पनि भइहाल्यो। भाषण नेताहरूले धेरै गरेर वाक्क भएर होला, उहाँले कम गर्नुभएको त्यो पनि मलाई ठिकै लाग्छ। महानगरपालिकाको हरेक कार्यक्रममा उहाँले बोल्नु भएको छ। काठमाडौँको मठ मन्दिर चाहिँ संरक्षण गर्ने कुरामा काठमाडौँका जति पनि कार्यक्रमहरूमा नेवारहरूको जति पनि आफ्नो कल्चरल सम्बन्धी प्रोग्रामहरूमा हामीले देखेकै छौँ उहाँलाई। मैले त देखेको छु होइन, रथकोदेखि लिएर होइन हरेक ठाउँमा हामीले देखेका छौँ। अनि अब सबै ठाउँमा देखिनुपर्ने, सबै ठाउँमा जानुपर्छ भन्ने छैन। अब यो चुनावभरि उहाँले लगभग कति 20-25 कति मिनट बोल्नु पऱ्यो भाषण 5-7 ठाउँमा गरेर होइन। अब त्यति भाषणले नै उहाँले यत्रो चाहिँ मत ल्याएर जित्नुभयो भने त धेरै किन बोल्नु पऱ्यो त।